तर लाइभ बसी हजुरहरूले घरमै बसेर राम्रो अर्निङ गर्न चाहनुहुन्छ भने चाहिँ हजुरहरूको लागि चाहिँ मैले एकदमै बेस्ट एप्लिकेसन ल्याएर आएको छु, जहाँबाट चाहिँ हजुरहरूले चाहिँ लाइभ बसी घरमा बसेर राम्रो अर्निङ गर्न सक्नुहुन्छ हैन। एप्लिकेसनको लिङ्क चाहिँ हजुरले कमेन्ट सेक्सनमा दिन सक्नुहुन्छ। कमेन्ट सेक्सनको लिङ्कलाई चाहिँ सिम्पली ओपन गरेर चाहिँ यस एप्लिकेसनलाई चाहिँ डाउनलोड गर्नु होला हैन। डाउनलोड गरेपछि कुनै पनि एउटा गुगल आइडीबाट चाहिँ यस एकाउन्टमा चाहिँ यस एपमा चाहिँ साइन इन गर्नु होला हैन। यति गरेपछि हजुरको अगाडि यस्तो इन्टरफेस आउँछ हैन। हजुरको मेन स्टेप भनेको तलपट्टि दिन सक्नुहुन्छ, राइट साइडको तलपट्टि प्रोफाइल वाला आइकन रहेको छ, त्यसमा क्लिक गर्नुस् र यसमा क्लिक गरेपछि हजुरहरूले चाहिँ यसमा चाहिँ आफ्नो फेस भेरिफिकेसन चाहिँ कम्प्लिट गर्नुपर्ने हुन्छ हैन। यहाँ देख्न सक्नुहुन्छ, यहाँ लेखेको छ भेरिफिकेसन भनेर लेखेको छ हैन। टिक लागेको भेरिफिकेसन भनेर अप्सन आएको छ अर्डरको तलपट्टि, हो यो भेरिफिकेसन वाला अप्सनमा क्लिक गर्नु होला र यसमा क्लिक गरेपछि चाहिँ हजुरहरूको अगाडि चाहिँ यस्तो इन्टरफेस आउँछ हैन। भेरिफिकेसनमा क्लिक गर्नु होला सिम्पली र यहाँ हजुरको चाहिँ फेस भेरिफिकेसन गर्ने अप्सन आउँछ र हजुरले चाहिँ आफ्नो यहाँ फेस चाहिँ भेरिफिकेसन गर्नु होला। मेरो अलरेडी फेस भेरिफिकेसन भइसकेको छ हैन। अब यस एप्लिकेसनमा हामीले कसरी अर्निङ गर्न सकिन्छ म सम्पूर्ण कुरा यस भिडियोमा बताउन गइरहेको छु। अब हजुरले फेस भेरिफिकेसन गर्नुभयो भने यति गरेपछि हजुरले चाहिँ सिम्पली एजेन्सीमा क्लिक गरेर चाहिँ यहाँ चाहिँ हजुरहरूले चाहिँ एजेन्सी चाहिँ जोइन गर्न पर्ने हुन्छ। जस्तै हजुरले एजेन्सीमा क्लिक गरेपछि यहाँ एजेन्सी जोइन गर्ने अप्सन आउँछ। हजुरले एजेन्सी आइडी हाल्न पर्ने हुन्छ 258119 यो एजेन्सी आइडी हजुरले हाल्न पर्ने हुन्छ। यति गरेपछि हजुरले एजेन्सीमा जोइन हुनुहुन्छ हैन। यति गरेपछि बल्ल हजुरको टास्क खुल्छ हैन। अब यति गर्नुभयो हजुरले भनेपछि अब हजुरको मेन काम भनेको चाहिँ यसमा लाइभ स्ट्रिम बसेर चाहिँ हजुरले चाहिँ अर्निङ गर्न सक्नुहुन्छ। जस्तै मैले लाइभ स्ट्रिम गरेर यहाँ देख्न सक्नुहुन्छ मैले 18,000 चाहिँ डायमन्ड चाहिँ पुऱ्याइसकेको छु, यहाँ देख्न सक्नुहुन्छ। यस डायमन्डबाट हामीले विथड्र पनि गर्न सकिन्छ हैन। अब चाहिँ हामीले चाहिँ लाइभ बसेर कसरी अर्निङ गर्न सक्छौँ म देखाउँछु हैन। सिम्पली अब यति काम गरेपछि हजुरले सिम्पली तलपट्टि राइट साइडमा हजुरले देख्न सक्नुहुन्छ माइकको अप्सन छ, यसमा क्लिक गर्नु होला र यसमा क्लिक गरेपछि हजुरलाई चाहिँ सिम्पली आफ्नो चाहिँ एमसी भनेर लेखेकोमा चाहिँ क्लिक गरेर चाहिँ आफ्नो चाहिँ माथि ल्याउनु होला हैन। अब यति गरेपछि हजुरहरूले चाहिँ सिम्पली यहाँ टास्क देख्न सक्नुहुन्छ हैन। टास्कको आइकन छ राइट साइडमा तलपट्टि, यसमा क्लिक गर्नुस्। यसमा क्लिक गरेपछि हजुरले यहाँ टास्क देखाउँछ हैन। यहाँ के भनेको हो टास्क हेर्न सक्नुहुन्छ। 1 घण्टा लाइभ स्ट्रिममा बस्नुपर्ने हुन्छ र 1 घण्टा लाइभ स्ट्रिममा बसेको हामीलाई 2000 डायमन्ड दिन्छ हैन। अनि 3 घण्टा लाइभ स्ट्रिम बसेको हामीलाई 3000 चाहिँ डायमन्ड दिन्छ हैन। डेली रिवार्ड हो यो भनेको हजुरहरूको। र कोइनको बेटा हाने छ हजुरले 500 कोइन दिन्छ, 500 उस डायमन्ड दिन्छ अनि यतापट्टि पनि 500 डायमन्ड दिन्छ हैन। एकदमै सिम्पल एप्लिकेसन रहेको छ, यसबाट राम्रो अर्निङ गर्न सक्नुहुन्छ। यो टास्क चाहिँ हजुरले कम्प्लिट गर्न सक्छ। 3 घण्टा चाहिँ माइक चाहिँ यत्तिकै यो लाइभ स्ट्रिममा चाहिँ यत्तिकै छोडेर जानु होला अथवा सुत्ने बेला चाहिँ यत्तिकै छोडे नि हुन्छ हैन। माइक चाहिँ अन हुनुपर्छ हैन। अनि अर्को कुरा भनेको चाहिँ यस एप्लिकेसनको रिफ्रेस टाइम भनेको चाहिँ 9:45 हो हैन। रातिको बेलुकामा चाहिँ हजुरले 9:45 भन्दा पहिले हजुरले चाहिँ डेली चाहिँ यो चाहिँ 3 घण्टा लाइभ स्ट्रिम गर्ने चाहिँ टास्क चाहिँ कम्प्लिट गर्नुपर्ने हुन्छ हैन। नत्र नयाँ टास्क आउँछ, भोलिपल्टको टास्क आउँछ हैन। सो हजुरको काम भनेको यति हो हैन। अब अर्को काम भनेको हजुरले यहाँ देख्न सक्नुहुन्छ अर्को अर्निङको सोर्स रहेको छ विल भन्ने छ हैन। ठ्याक्क टास्कको मुनतिर देख्न सक्नुहुन्छ यहाँ विलको अप्सन छ हैन। हो यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरेपछि चाहिँ हजुरलाई चाहिँ एउटा चाहिँ यहाँ स्पिन दिन्छ हैन। स्पिन दिन्छ, जस्तै मलाई चाहिँ स्पिन दिइसकेको छ, मैले गरिसकेको छु। यसलाई घुमाउनु भयो र यसमा हजुरको बाइ चान्स विथड्रमा पर्यो भने चाहिँ यो हजुरले डाइरेक्ट विथड्र एमाउन्ट गर्न सक्नुहुन्छ नि आफ्नो एमाउन्टहरू। र यस्तो रहेको छ अर्निङको सोर्स भनेको। अब चाहिँ हैन जस्तै हजुरको एमाउन्ट पुग्यो हैन। अब एमाउन्ट पुग्यो भने चाहिँ हजुरले के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ सिम्पली डायमन्डमा क्लिक गर्नुपर्ने हुन्छ र यहाँ अप्सन आएको छ विथड्रलको अप्सन आएको छ हैन। विथड्रलमा क्लिक गर्नुस् र यहाँ विथड्रल एकाउन्ट चाहिँ सेटअप गर्न पर्ने हुन्छ हैन। यदि हजुरसँग यस्तो हजुरसँग कुनै पनि उस छैन भने चाहिँ मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। सिम्पली हामी नेपाल सिलेक्ट गर्छौँ र विथड्रल मेथड चाहिँ हामीले चाहिँ यहाँ ई-वालेट, हाम्रो ई-वालेट भनेको ई-सेवा र खल्टी हो हैन। हजुरले चाहिँ आफ्नो ई-वालेटको नाम यहाँ दिन सक्नुहुन्छ, ई-सेवा हाल्दिनुस् र आफ्नो आइडी नम्बर हाल्नुस् र WhatsApp नम्बर हालेर चाहिँ हजुरले चाहिँ यहाँबाट चाहिँ इजिली विथड्र गर्न सक्नुहुन्छ हैन। विथड्रको लागि हजुरले मिनिमम 1 लाख डायमन्ड भएपछि चाहिँ हजुरको चाहिँ विथड्र भइहाल्छ आफ्नो ई-सेवा वालेटमा। इजिली एकदमै सिम्पल एप्लिकेसन रहेको छ हैन। यदि भिडियो मन पर्यो भने चाहिँ हजुरले चाहिँ मलाई चाहिँ यदि भिडियो मन पर्यो भने चाहिँ लाइक गर्नु होला हैन। यदि यो एप्लिकेसनको बारेमा चाहिँ अझै जानकारी चाहिन्छ, अझै डिटेलमा बुझ्न मन छ भने चाहिँ हजुरले चाहिँ मलाई चाहिँ WhatsAppमा मेसेज गरेर चाहिँ सोध्न सक्नुहुन्छ। WhatsAppको लिङ्क हजुरले बायोमा देख्न सक्नुहुन्छ अथवा WhatsApp नम्बर रहेको छ 9845392653, मलाई मेसेज गरेर सोध्न सक्नुहुन्छ। आजको लागि यति नै थियो भिडियो हैन। सो आजको लागि यति नै छ ल, बाई।